जय मसीहहरूलाई म दिनेश कालिङ राई आज पनि फेरि यो दोस्रो सेसन बनाएर क्रिसमसको चर्चा गर्ने भनेर म उपस्थित भएको छु। क्रिसमसको अग्रिम शुभकामना छ अनि तपाईहरुको जीवनमा यो क्रिसमससँगै नयाँ वर्षसँगै अनि तपाईहरुको जीवनमा प्रशस्त मात्रामा परमेश्वरले आशिष गर्नुहुनेछ। तपाईले चाल्दै गर्नुभएको नयाँ तपाईको पाइलाहरुमा परमेश्वरले प्रशस्त मात्रामा आशिष गर्नुहुनेछ अनि तपाई जहाँ हुनुहुन्छ अनि जे गर्दै हुनुहुन्छ त्यही कुरामा पनि परमेश्वरले तपाईलाई धेरै आशिष गर्नुहुनेछ। अनि क्रिसमस चाहिँ एउटा येशू ख्रीष्टको जन्मको उत्सव हो खासमा चाहिँ। अनि येशू ख्रीष्ट मानिसहरूको उद्धारको लागि अनि मानिस जातिको लागि एउटा परमेश्वरसँगको मिलापको लागि येशू ख्रीष्ट संसारमा आउनु भएको हो। अनि त्यसको लागि हामी खुसी हुनु त एउटा स्वाभाविक छ अनि क्रिसमस मनाउँदै गर्दाखेरि। तर आजकल नेपाली सोसाइटी नेपाली चर्चहरुमा अनि अरु संसारभरिका चर्चहरुमा के भइराखेको छ भन्दैखिलाई चाहिँ क्रिसमस चाहिँ त्यो उत्सव नभइकन चाहिँ एउटा कल्चर भइसकेको छ के। अनि क्रिसमसमा चाहिँ अनि गिफ्टहरु साट्ने अनि क्रिसमसमा चाहिँ जसरी भए पनि नयाँ लुगाहरु लाउनै पर्ने अनि नयाँ सुट लाउनु पर्ने नयाँ दिदीबहिनीहरुले साडी लाउनु पर्ने अनि उत्तम कुराहरु खानै पर्ने अनि उत्तम उपहारहरु किन्नै पर्ने त्यस्तो खालको बाध्यात्मक कुराहरु पनि अनि देखिन्छ। अनि तर यो कुराले चाहिँ बिस्तारै हाम्रो सोसाइटीलाई हाम्रो समाजलाई हाम्रो मण्डलीलाई अनि नराम्रो बाटोतिर लान्छ बिस्तारै बिस्तारै। अनि भोलि गएर के हुन्छ भन्देखिलाई चाहिँ क्रिसमसमा चाहिँ हामीले चाहिँ सबैभन्दा महँगो कुराहरु उपहार किन्नै पर्ने साट्नै पर्ने उपहार लानै पर्ने क्रिसमसमा चाहिँ जसरी भए पनि नयाँ लुगा हुनै पर्ने अनि क्रिसमसमा चाहिँ जसरी हुन्छ अनि देखाउनै पर्ने एउटा त्यस्तो खालको नयाँ राम्रो भएर फोटो खिच्नै पर्ने अनि त्यो खालको कल्चरहरु डेभलप भइराखेको म चाहिँ महसुस हुन्छ मलाई चाहिँ। अनि यो कुराहरु चाहिँ हामीले मण्डलीहरुले बुझ्न जरुरी छ। अनि क्रिसमसमा चाहिँ यो कुराहरु आवश्यकता हुँदै हैन। अनि क्रिसमस मनाउँदै गर्दाखेरि चाहिँ हामीलाई खुशीहरु साट्नु पर्छ अनि खुशी साट्ने कुरा हो त्यो पनि एउटा विधि हो। तर के चाहिँ हामीले भुल्नु हुँदैन भन्देखिलाई चाहिँ हामीले भएर नभएर त्यस्तो खालको एक्टिभिटिजहरु गर्नु जरुरी छैन नहुँदैमा चाहिँ। अनि यदि छैन भन्देखिलाई हामी सिम्पली हामी जे छ त्यसरी हामीले क्रिसमस मनाउन सक्छौं। तर जसरी भए पनि हामीले नयाँ लुगै लाउनु पर्छ भन्ने मेन्टालिटीहरु चाहिँ हाम्रो मनस्पटलबाट हटाउनु पर्छ। अनि जसरी भए पनि गिफ्टहरु हामीले हुनै पर्छ भन्ने कुराहरु पनि हामीले हाम्रो दिमागबाट हटाउनु जरुरी छ। अनि बिस्तारै हाम्रो कल्चर बन्न जाँदैछ यो कुराहरु चाहिँ। अबको 10 वर्षमा तपाईले भविष्यमा तपाईले हेर्नुहुन्छ भन्देखिलाई चाहिँ यो कुरा चाहिँ कल्चर भइसक्छ। त्यतिखेर चाहिँ जसरी भए पनि नयाँ लुगा हुनै पर्छ क्रिसमसमा चाहिँ। अनि क्रिसमसमा चाहिँ हामी जसरी भए पनि क्याम्प फायर गर्नै पर्छ भन्ने खालको ट्रेडिसनलहरु हुन जान्छ। त्यसै कारणले गर्दाखेरि हामी अवेयर हुनुपर्छ कि अनि क्रिसमसमा हामी सिम्पली हामीले आफुलाई प्रेजेन्ट गरेर अनि सिम्पली हामी जहाँ छौं जस्तो छौं त्यहाँनिरबाट हामीले परमेश्वर येशू ख्रीष्ट चाहिँ हाम्रो लागि संसारमा आउनु भएको भन्ने कुराहरुलाई हामीले रियलाइज गर्ने एउटा त्यो वातावरण चाहिँ क्रिएट गर्न जरुरी छ। तर यो कुराहरु चाहिँ बिस्तारै हामीले मण्डलीलाई बुझ्न चाहिँ आवश्यक छ। क्रिसमसमा चाहिँ जसरी भए पनि अनि नभई नहुने यी कुराहरु भनेर हामीले सोच्नेतिर नभइकिन क्रिसमसमा चाहिँ यस्तो यस्तो हुनुपर्छ भन्ने कुराहरु चाहिँ निर्धारण नभइकन क्रिसमस चाहिँ हामीले सिम्पली जहाँ भए पनि हामीले ग्यादरिङ भएर अनि क्रिसमस मनाउन सक्छौं। सो अनि त्यति मात्र हैन कति जना तपाईहरु परदेशमा हुनुहुन्छ होला अनि एउटा हुन्छ नि त क्रिसमस मनाउँदै गर्दाखेरि मण्डलीहरुमा धेरै भिडियोहरु आउँछ फोटोहरु आउँछ सोशल मिडियाहरुमा अनि परिवारहरु मिलेर क्रिसमस मनाउने हाम्रो चलन छ नेपालमा चाहिँ। अनि त्यस्तो भइराख्दाखेरि तपाईहरुलाई नेस्रो लाग्न सक्छ।
सो तपाईँहरू त्यसरी नेस्रो मान्नुपर्ने अवस्थै छैन खासमा क्रिसमसमा तपाईँ चर्चमै हुनुपर्छ भन्ने होइन क्रिसमस तपाईँले एक्लै पनि तपाईँले सेलिब्रेट गर्न सक्नुहुन्छ प्रार्थना गर्नुहोस् अनि प्रभुलाई धन्यवाद दिनुहोस् येशू ख्रीष्ट अनि परमेश्वरले तपाईँ र मेरो लागि हरेक व्यक्तिगत तपाईँको लागि पठाउनु भएको अनि त्यसै कारणले गर्दाखेरि तपाईँ थ्याङ्क्सफुल हुनुहोस् त्यो दिन अनि त्यो दिन तपाईँले बिदाई लिनुपर्छ भन्ने पनि होइन तपाईँ काममा हुँदाखेरि पनि तपाईँको लागि पनि त येशू ख्रीष्ट आउनु भएकै हो नि तपाईँको लागि उत्तिकै तपाईँले त्यो उत्सव मनाउनै पर्छ भन्ने पनि होइन खासमा त तर भएसम्म त हामी उत्सव मनाउँछौँ हामी प्रोटेस्टेन्टहरूले तर तपाईको बाध्यात्मक तपाईको परिस्थितिहरू सिचुएसनहरू त्यस्तै छ भनेदेखिलाई तपाईँ दुखी हुनुपर्ने चाहिँ छैन मैले नयाँ लुगा पाइनँ मैले मण्डलीहरूसँग मैले त्यो एउटा सेलिब्रेसन गर्न पाइनँ अनि मैले चाहिँ गिफ्ट साट्न पाइनँ मैले गिफ्ट पाइनँ भन्ने कुराहरू चाहिँ सेकेन्डरी कुराहरू हुन् अनि मेजर कुरा चाहिँ के छ भनेदेखिलाई चाहिँ येशू ख्रीष्ट तपाईँ र मैले पाएका छौँ हाम्रो जीवनमा अनि जो चाहिँ मुक्तिदाता हुनुहुन्छ जो चाहिँ तपाईँ र मेरो अनि भारहरू बोक्नुहुने चाहिँ येशू ख्रीष्ट हामी पाइसकेका छौँ अनि त्यो पनि फेरि यो हाम्रो यो जीवनको लागि मात्र होइन अनन्तसम्मकै लागि अनि त्यहाँनिर चाहिँ हामीले ह्याप्पी हुनुपर्ने हामीले जोय गर्नुपर्ने हामीले खुसी मनाउनु पर्ने उत्सव मनाउनु पर्ने हाम्रो हृदयमा एउटा उल्लास हुनुपर्ने कुरा चाहिँ त्यहाँनिर छ अनि त्यो कुरा चाहिँ बुझ्न जरुरी छ सो म तपाईँहरूलाई यही नै इन्करेज गर्न चाहन्छु तपाईँहरू जस्तो अवस्थामा हुनुहुन्छ कतिजना तपाईँहरू रोगी अवस्थामा हुनुहुन्छ होला कतिजना तपाईँहरूको फाइनेन्सियल कन्डिसनहरू नराम्रो कन्डिसनमा हुनुहुन्छ होला कतिजना तपाईँहरू परिवारबाट टाढा हुनुहुन्छ होला कतिजना तपाईँहरू साथी सङ्गीहरूबाट टाढा एक्लै हुनुहुन्छ होला परदेशमा हुनुहुन्छ होला यो भिडियो देख्दै हुनुहुन्छ होला सो निराश नहुनुहोस् यो क्रिसमसमा मैले सेलिब्रेट गर्न पाइनँ भनेर द्याट इज नथिङ त्यो केही पनि होइन त्यो खासमा त्यो सेकेन्डरी कुरा हो त्यहाँ तर तपाईँको व्यक्तिगत जीवनबाट चाहिँ प्रभु उचालिनुपर्छ त्यो दिन मात्र होइन सधैँभरि होइन प्रत्येक दिन अनि त्यो क्रिसमस त त्यस्तो पो हो खासमा क्रिस्ट तपाईँको जीवनमा हरेक दिन हरेक सिचुएसन हरेक मिनटमा जहाँ गए तापनि क्रिस्ट तपाईँसँग हुनुहुन्छ अनि त्यो चाहिँ तपाईँले नचाहेर पनि त्यो क्रिस्ट तपाईँसँग हुनुहुन्छ किनभनेदेखि परमेश्वरले तपाईँलाई कहिले पनि त्याग्नुहुन्न तपाईँसँग पवित्र आत्मा हुनुहुन्छ मसँग पवित्र आत्मा हुनुहुन्छ म जहाँसुकै जाउँ अनि म जस्तो सुकै हौँ म तर परमेश्वरले मलाई त्याग्नुहुन्न अन्त समय रहनको लागि अनन्त समय रहनको लागि परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको हो अनि यो कुरा चाहिँ बुझ्न जरुरी छ सो अरू कुराहरू चाहिँ केही पनि होइन सो तपाईँ अहिले निराश हुनुहुन्छ होला क्रिसमस कसरी म एक्लै मनाउने कसरी म चाहिँ अब क्रिसमसमा चाहिँ मसँग प्रशस्त मात्रामा पैसाहरू छैन प्रशस्त मात्रामा मसँग राम्रो कपडाहरू छैन मसँग राम्रो गिफ्टहरू छैन साट्नको लागि मण्डलीमा भन्ने कुराहरूको चिन्तामा हुनुहुन्छ भनेदेखिलाई डोन्ट वरी त्यो कुराहरू केही पनि होइन तपाईँसँग केही छैन भने पनि ठिकै छ तर सबैभन्दा बहुमूल्य चाहिँ तपाईँले ख्रिस्ट पाउनु भएको छ त्योभन्दा उत्तम कुराहरू के हुन सक्छ होला सो अनि तपाईँहरूलाई मेरी क्रिसमस भन्न चाहन्छु अनि यो अलिकति अगाडि भए तापनि तर निराश नहुनुहोस् यो क्रिसमससँगै अनि यो भिडियो तपाईँले देख्दै हुनुहुन्छ भनेदेखिलाई नयाँ ऊर्जा लिनुहोस् अनि उत्सव मनाउनुहोस् तपाईँले थ्याङ्क यू सो मच यो भिडियो अन्त्यसम्म हेर्नुभयो अनि परमेश्वरले तपाईँलाई धेरै धेरै मात्रामा आशिष दिनुभएको होस् थ्याङ्क यू